नमस्ते, म महेन्द्र प्रसाद चपागाई। मेरो घर चितवन, हाल पोर्चुगलबाट तपाईहरुलाई एउटा गजल सुनाउँदैछु। आयौ तिमी सफरमा सौगात भन्नुपर्छ, आयौ तिमी सफरमा सौगात भन्नुपर्छ, एउटा नयाँ जीवनको सुरुवात भन्नुपर्छ। आयौ तिमी सफरमा सौगात भन्नुपर्छ, एउटा नयाँ जीवनको सुरुवात भन्नुपर्छ। तिम्रा नसालु आँखा देखेर मात चढ्दा, तिम्रा नसालु आँखा देखेर मात चढ्दा, के भयो नसामा बिस्मात भन्नुपर्छ, एउटा नयाँ जीवनको सुरुवात भन्नुपर्छ। आमाको दुःख पीडा बुझ्ने प्रयास गर्नु, आमाको दुःख पीडा बुझ्ने प्रयास गर्नु, भोकै बसी अगाए हर रात भन्नुपर्छ, आयौ तिमी सफरमा सौगात भन्नुपर्छ। छाती भरि छ पीडा आँखा भरि छ आँसु, छाती भरि छ पीडा आँखा भरि छ आँसु, कसले दियो स्वयं नै अज्ञात भन्नुपर्छ, आयौ तिमी सफरमा सौगात भन्नुपर्छ, एउटा नयाँ जीवनको सुरुवात भन्नुपर्छ। निर्यात हुन्न केही नेपालबाट हाम्रो, निर्यात हुन्न केही नेपालबाट हाम्रो, नुनदेखि सुन सबैको आयात भन्नुपर्छ, एउटा नयाँ जीवनको सुरुवात भन्नुपर्छ, आयौ तिमी सफरमा सौगात भन्नुपर्छ। थ्यांक यू।